चाहिँ मेरो भिडियो चाहिँ कलेजको इक्जामबाट सुरु भएको थियो। सबैजना आइसक्नु भएको थियो। मजाले सिम्पल नम्बर हेरिराख्नु भएको थियो। अरू सबै साथीहरू आउँदै थिए। यो कलेजको बाहिरको भ्यू हेरेर थुप्रै मनै आनन्द हुन्छ। सबैजना एकदमै आफ्नोले 1 वर्षसम्म पढेको कुराहरू सबैजना लेख्दै थिए। सरले पनि उत्तर पुस्तिका दिइहाल्नु भयो। म पनि लेख्न थालेँ। फाइनली 3 घण्टा पछि चाहिँ मैले लेखेर सकेँ। अनि सबै साथीहरूले अगाडि दिइसकेको थियो। केही साथीहरू थिए मेरो पनि सकियो अनि म पनि अगाडि गएदिन। म पनि इक्जाम हलबाट बाहिर निस्केँ। बाहिर के हुँदैछ भनेर हेरेको त सबैजना बाहिर निस्केर बसिरहेका रहेछन् बा। अनि यताउति हेरेको त सबैजना एकअर्काले के लेख्यो भनेर एकअर्कालाई सोध्दै थिए। अनि सबैजना आफ्नो गफमा थिए। अनि यहाँनिर सर पनि के डिस्कस गरिराख्नु भएको थियो के कुरामा। अनि सबैजना आज एकदमै खुसी थिए कसको इक्जाम के भयो भनेर सोध्दै थिए। अनि म पनि भिडियो बनाउँदै अगाडि बढेको थिएँ। साथीहरू पनि आफ्नो गफमा थियो, हाँस्दै थिए। सायद इक्जाम राम्रै नै भयो जस्तो लाग्छ। सम्पूर्णजनाको राम्रै नै भएको थियो। अनि सबैजना एकदमै खुसी पनि थिए, एक्साइटेड भएका थिए। मेरो पनि आजको इक्जाम राम्रै नै भएको थियो। त्यसपछि कलेजबाट म पनि बाहिर निस्किएँ। सबैजना साथीहरूलाई बेस्ट अफ लक। आजको भिडियो यति नै। बाई बाई।